ल है साथी, आज हल्का केएलसीसी घुम्न जाँदैछु। आज यात्रा केएलसीसी सम्मको। मौसम चिसो छ, आजको ठन्डा छ, बादल लागेछ, पानी पर्छ भनेर यसो छाता पनि बोकेको छु। ल है साथीहरू, अहिले म बसमा छु, बसमा जाँदैछु। बसमा कोतराया पुग्ने, कोतरायाबाट ट्रेन चढेर केएलसीसी जाने। ओइ अब हमेसा साथी केएलसीसी तिर लाग्ने, एमआरटी हुँदै अब केएलसीसी तिरको बाटो लागे। अन्डरग्राउन्ड ट्रेन चढ्ने हो अब, एमआरटी अनि केएलसीसी को यात्रा। अहिले ट्रेन स्टेसन छ, ट्रेनको वेटिङमा छ है, केएलसीसी जानको लागि ट्रेनको वेटिङमा। हामी ट्रेनमा सरिसकेको छ, ट्रेनभित्र। अब यहाँबाट हिँडिसक्यो, केएलसीसीतिर आउनु ट्रेन। फाइनली हामी केएलसीसीमा आइपुगेछ। केएलसीसी अहिले अन्डरग्राउन्डमा छ। टावर है साथी, केएलसीसी टावर। हामी केएलसीसीमा आइपुगेको छौँ। यो केएलसीसी को मेन एन्ट्रेन्स भित्र जाने हो। टावर केएलसीसी टावरमा छ, भित्र छिरेका छौँ। केएलसीसी को पछाडि पार्कमा एरियामा छ अहिले। फोटो खिच्दैछ त माधव रुद्र। केएलसीसी पछाडिको सिन हो यो। ए साथीहरूले फोटो खिच्दैछ हेर्नु। हेलो साथी, ल है पार्किङ एरियामा कस्तो सिनारी छ हेर्नु। हेलो यो पुलबाट आउँछ क्या माथिबाट, यो पुरै केएलसीसी आउँछ। पुरै त कथा मुनिको भात त छोपिहाल्छ। त्यो त निकै भन्नुपर्छ, के गर्नु?
ए केएलसीसी पछाडिको पार्किङ एरिया हो। यहाँ मान्छेहरू घुमफिर गर्ने यस्तो रमाइलो ठाउँ छ। सम्पूर्ण सिसिटिभी छ, एकदम सुरक्षित ठाउँ छ। भन्दैन भने त अब केएलसीसीको गार्डन एरिया हामी अब घुमेर सकिसक्यो। अब यहाँबाट हामी बाहिर निस्केर अब ट्रेन समातेर पोतरातिर लाग्छौँ। त्यहाँदेखि हामी रुमतिर जान्छौँ। केएलसीसी भित्र हामी छिर्दैछ, टावरको भित्र अब होइन। स्लाइडिङ डोर, स्लाइडिङ डोरबाट अब डाइरेक्ट डोर खोल्छ, भित्र आयो। रमाइलो छ है, क्लिन एरिया छ, एकदम राम्रो झकास। हाम्रो प्रकाशपुरको साथी हरेक फाइनली हामी केएलसीसी को घुमाइसकेर ट्रेन हिँड्ने ट्रेन स्टेसनतिर जान लागेको छ। हाम्रो अब यहाँ घुमाए केएलसीसी टावर घुम्ने काम सक्यो। अब ट्रेन स्टेसनतिर जाँदैछौँ। यहाँ अगाडि हाम्रो साथी गइरहेछ, हरि कुमार कार्कीजी। यो चाहिँ साथी कोतरायाको मस्जिद जामेक हो। मस्जिद जामेक, यहाँको दृश्य हेर्नु कति राम्रो छ है। साथी हामी केएलसीसी घुमेर आज रुम आइपुगे, होस्टेलनिर आइपुग्यो भए। यहीँ आएर आजको ब्लगको कार्यक्रम सकिन्छ है साथी। हस्त, धन्यवाद।